यो चाहिँ सिन्की गराउनलाई यति कुटेर यसरी यति कुटेर चाहिँ यति बनाएको। अब यति कुट्न बाँकी छ सिन्की गराउनलाई। अनि यो चाहिँ अचार बनाउनलाई कस्तो राम्रो घाम लागेको छ। अनि अचार गराउनलाई सुकाएको मुला यो चाहिँ सिन्की गुन्द्रुक बनाउने। अब यति बाँकी छ कुट्नलाई। हेर्नु मैले एउटा काम ढुङ्गामा यो ढुङ्गा खोजेर ल्याएर थिचेर सिन्की गुन्द्रुक बनाउन लाग्यो। मैले यति कुटिसकेँ थिचेर यति गयो। अब चाहिँ डिब्बामा खान्नुपर्छ। हेर्नुहोस् यति धेरै छ। यसरी डिब्बामा राखिदिएको छु। अब 15 दिनपछि निकाल्नुपर्छ यसलाई। आज कति 15 दिन भयो कि कति भयो होला 15 दिन छ कि। यसलाई चाहिँ आज निकाल्नु सिन्कीलाई। अब कस्तो भएको छ हेरौँ है त। यस्तो भएको छ सिन्की। अब निकालौँ कस्तो छ है सिन्की। 12-15 दिन होला है यो राखेको। यति भएछ। अब यसलाई सुकाउने सुक्छ अनि खाने। ततलो गरेर सुक्यो भने चाँडै सुक्छ। सुकायो भने ततलो गरेर सुकायो। यति भयो मेरो 2 डिब्बा सिन्की। फाइनलमा सिन्की तयार भयो। अब सुक्छ अनि त्यसपछि खाने। विदेशको ठाउँमा पनि अब भने जस्तो नेपालको जस्तो त नहोला, तर पनि आफूलाई चित्त बुझाउँदो खान मन लागेको बेला खानालाई थोरै भए पनि हुन्छ भनेर मुला ल्याएर कुटेर ढुङ्गामा फुटेर यसो बनाएको। लास्टमा फाइनलमा यस्तो भयो। अब यो सुक्छ अनि सुक्यो भने खाने। जापानमा पनि मैले सिन्की बनाएँ। हेर्न सक्नुहुन्छ। मुलाको पात त थिएन तर पनि मुलाबाट यसरी बनाएँ।